मैले कहाँको कुरा गरिरहेको छु? तपाईँले कहाँको कुरा गरिरहेको? अहिले 24 वडामा फुटपाथ बढ्दैछ। 24 को कुरा गरिरहेको छु। न्यू रोड 24 को कुरा गर्नु। न्यू रोड कहाँ पर्छ? 24 मा न्यू रोडको फोल कहाँ पर्छ? 24 मा अहिले फुटपाथ बढाउँदा तपाईँलाई समस्या के हो? अहिले फोलको विषयमा तपाईँले ज्ञान नभएको न्यू रोड कहाँ पर्छ? हैन 24 मा अहिले फुटपाथ बढाउँदा तपाईँलाई समस्या के हो? मैले 24 को न्यू रोडमा 24 को मात्र हो। अहिले काम कहाँ भएको छ? न्यू रोडको अहिले काम जुद्ध शालिगदेखि इन्द्रचोक भइरहेको छ। अनि तपाईँले चाहिँ 22 मा ठेक्का नहालेको हैन 24 मा काम हुँदैछ, तपाईँको 22 मा कामै भएको छैन, तपाईँलाई के समस्या भयो? के समस्या भयो भन्नुभयो तपाईँले? तपाईँले प्रश्नको उठान गर्नुको कसरी? मैले के भनिरहेको छु? पत्रिका पढेर कसरी थाहा हुन्छ? कान्तिपुरको अनलाइनमा पहिलोपल्ट आयो। 24 नम्बरमा काम हुँदाखेरि 24 को वडा अध्यक्षलाई केही समस्या छैन, उहाँलाई फुटपाथ चाहियो, तपाईँलाई के समस्या हो? मैले के भने त? भर्खरै भन्दै हुन्छ त। अहिले यो नयाँ सडक चाहिँ तपाईँले 24 मात्र गर्नु खोज्नु भएको? 24 को भइरहेछ काम। होइन त 24 मात्र गर्नु खोज्नु भएको? हो हो हो। तपाईँले अस्ति चाहिँ योभन्दा अगाडि 25 मा बढ्यो भने के भन्नुभएको थियो? यत्रो साथीहरू छ, हजुर के भन्नुभएको थियो? म यो काम गर्दिनँ भन्नुभएको थियो होइन? गर्दिनँ भनेकै छैन। ल सहकार्यमा गर्नुपर्छ, तपाईँसँगै बसेर तपाईँसँगै सल्लाह गरेर गरे हो। मेयर साहबले सहकार्यको कहाँनिर गर्नुभयो त? तपाईँसँगै सहकार्य गरेर फुटपाथ बढाउने डिजाइन तपाईँले हेरेकै हो, सबै वडा अध्यक्षहरूले हेर्नु भएकै हो। सम्बन्धित जनसङ्ख्या हिँड्ने ठाउँमा कति फुटपाथको साइज कति चाहिन्छ थाहा छ तपाईँलाई? ल तपाईँ थाहा छ, तपाईँले भन्नुहोस् न। तपाईँ त अब प्राविधिक मान्छे पनि हो, भन्नुहोस् न, जानकारी पाउन। 3 मिटर, कम्तीमा 3 मिटर भन्दा बढी हुनु पर्थ्यो। सडक विभागले नै बनाउनु पर्थ्यो। कालो पत्र त्यहाँनिर 7 मिटर भन्दा चाहिँदैन। जब सडक विभागले चाहिँ यो कामप्रति आपत्ति विमति जनाइसकेको छ, सडक विभागले आपत्ति जनाएको होइन। सडक विभागले आपत्ति जनाएको भए उसलाई 15 दिनभित्र रिप्लाई दिनु भन्दाखेरि उसले दिएको छैन, ठेक्का लगाइसकेको छ। सडक विभागले बनाएको फुटपाथै होइन त्यो, काठमाडौँ महानगरपालिकाले बनाएको। म अर्को कुरा गरिनँ। हाम्रो संस्थामा राज्यको विधान मान्ने कि नमान्ने, हामीले सम्मान गर्ने कि नगर्ने? राज्यको प्रोसेसमा महानगरपालिकाले सडक विभागलाई चिठी काटेको 15 दिनभित्र उसले जवाब नदिँदा त्यो मान्ने सर हुन्छ। सडक विभागको कुरा उहाँहरूको पनि कान छ, आँखा छ, मुख छ, उहाँले बोल्नु होला, उहाँले सुन्नु होला, देख्नु। तर न्यू रोडको हकमा इभेन वडा नम्बर 22 को वडासी मात्रै होइन, त्यहाँको स्थानीय मात्रै होइन, त्यहाँको मतदाता करदाता मात्रै होइन, सबैले बोल्न पर्छ न्यू रोड भनेको त। न्यू रोड के हो? न्यू रोडको इतिहासलाई मेट्ने गरी यत्रो गेम चेन्जर प्लान हुँदैछ भने हामीसँग छलफल गर्न नहुने? गाडी कुद्नलाई जति बाटो चाहिन्छ त्यति बाटो छोडेर बाँकी हिँड्नलाई राख्दा कसरी इतिहास मेटिन्छ? होइन, त्यो मापदण्ड के हो? इतिहास भनेको न्यू रोड अहिले त्यहाँ भएको सडक र फुटपाथ मापदण्डमा छैन। हामीले मापदण्डमा ल्याउन खोजेको सडक विभागको पहिला काम थियो, सडक विभागले त्यो फुटपाथ र बाटो बनाएन, त्यही भएर महानगरले ठेक्का खोल्यो। यो काम सडक विभागको सहमति विभागको मापदण्ड अनुसार छ भनेर मलाई भन्ने के अप्ठ्यारो भयो नि त? उसको सहमति लिएर आउनुहोस् न। उसको सहमति यही बसेर सहमति 2 दिन अगाडि गरेर गयो। अनि त्यो पत्र किन आइरहेछ? पत्र आयो किन आयो थाहा छैन। पत्र पोलिटिकल आयो। कस्तो पोलिटिकल? तपाईँले थाहा नभइकन पत्र आउँछ, मिडियामा आउँछ? कस्तो थाहा नभइकन पत्र अरूले काटेको मलाई थाहा हुन्छ? तपाईँले यसमा थाहा छैन के? सडक विभागले त्यो काम नगराउनु भन्दै सडक विभागको अधिकार क्षेत्रमै पर्दैन त्यो बाटो, पहिलो कुरा त्यसरी बुझ्नु पर्छ। सडक विभागले बनाएको हो त्यो बाटो र फुटपाथ। अनि सडक विभागले किन पत्र काट्दैछ? अब किन काट्दैछ के थाहा उसलाई? अनि यसको जवाब पनि नदिने? सडक विभागले सडक विभागले हाम्रो संस्थालाई त्यो रिस्टेट गर्नु, पुनर्स्थापना गर्नु, भट्काउन सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त? खै त के त त्यो सहमति? खै त सहमति भने सहमति हुँदै सडक विभागले किन चाहिँ पत्र काट्दैछ? हामीलाई त्यो गैर कानुनी छ, त्यसको लागि कानुनी कारवाही गर्छौँ हामीले। सडक विभागले गरेको काम गैर कानुनी छ। सडक विभागले सहमति हुँदै पनि पत्र काट्छ। कानुनी कारवाही होला नहोला आफ्नो ठाउँमा छ। यो विषय, यो घटनाक्रम यहाँसम्म विकास भइसकेपछि 22 वडाको जनता, त्यहाँको स्थानीय करदाता, न्यू रोडलाई माया गर्ने मान्छेहरूको छलफल विषय हुनसक्छ सक्दैन? छलफल गरेरै गरे हो। खै त कोसँग गर्नुभयो तपाईँले? त्यहाँको जनता, त्यहाँको वडा त्यहाँको जनता पनि तपाईँले यहाँ के गर्नु? म एउटा साथीहरूलाई जानकारी दिउँ। जब स्थानीय हामी मतदाता जनप्रतिनिधिसँग चाहिँ यो विषय विमतिमा रहेको, सहमति नभएको भएपछि हाम्रो केही साथीहरू, म नाम लिन चाहन्न, व्यापारी साथीहरूसँग चाहिँ व्यापार सङ्घको चाहिँ नेता साथीहरूसँग उहाँले छलफल गर्नुभयो। स्थानीयहरूको यो फलान मान्छेको विरोध छ, तपाईँले साथ दिनु पऱ्यो। यो देशमा सम्बन्धित भूगोलमा के गर्ने नगर्ने भने व्यापारीसँग सोध्ने कि त्यहाँको स्थानीय मतदाताहरूसँग सोध्ने? त्यहाँ स्थानीय जो त्यहाँ बस्छ, सुत्छ, जन्मिएको मान्छेलाई सोध्ने हो? कसको आडमा चाहिँ काम हुनु खोज्दैछ? अनि न्यू रोडमा चाहिँ पेटी बढाउने भन्ने कुरा चाहिँ बत्ती बाल्ने,
अनि पिच गर्ने जस्तो, जबकि सडकको दायाँ बायाँ रहेको पेटी त्यो घटाउने कुरा हुँदैछ, त्यो म्यानिपुलेट हुने कुरा हुँदैछ। दायाँ यो बायाँ देशमा घटाउने कसले घटाउनु लाग्यो? कस्तो घटाउने कुरा प्रश्न गर्दै कसरी हुनुहुन्छ तपाईँ? कस्तो प्रश्न गर्दै हुनुहुन्छ? घटाउने कुरा कहाँ भयो? राइट अफ वे घटेको छ। तपाईँ पेटी घटाउने कुरा छैन त्यहाँ? पेटी बढाउने चाहिँ कुरा हो, क्यारेज वे घटाउने पेटी कुरा। बढाउने कुरा भइरहेको छैन? तपाईँले घटाउने भन्नुहुन्छ फेरि। त्यो सडक घटाउने कुरा भइरहेको छैन? सडक घटाउने नि जति चाहिने हो मापदण्डमा त्यति मात्रै राख्ने हो। कस्तो मापदण्ड? के मापदण्डमा मापदण्ड? 7.5 मिटर हुनुपर्नेमा अहिले त 12 मिटर छ, कतै कतै 9 मिटर होला, कतै 11 मिटर होला। र व्यक्ति हिँड्नलाई दैनिक लाखौँ लाख हिँड्ने ठाउँमा कति चाहिन्छ त्यति चाहिँ मापदण्डमा राख्नु। सार्वजनिक सडकमा बोल्ने कुरा सडक विभागको आफ्नै ऐन छ होइन, हामी उहाँसँग समन्वय गर्नु। सडक विभागको ऐन अनुसार हो त्यो। हामीले गरेको काम चाहिँ सडक विभागको ऐन अनुसार छ। हाम्रो अब संस्थाले किन काट्दैछ त्यो कानुन कारबाही गरौँला नि त। कानुनी कारबाही ढिला होला, त्यहाँ काम पहिले भइरहेछ। काम त ठेका अनि लगाएपछि काम एउटा भइहाल्छ कुरा, नि। न्युरोडमा अहिले जे काम हुन लागेको छ त्यो साँच्चै राम्रो जनपक्षीय छ भने आउनुहोस् न, म तपाईँले बाजा बजाएर ढिमे बाजा बजाएर स्वागत गरौँला, नर्बल फुटाल्नु, शिलान्यास गर्नुहोस्। अनि राति राति लुकी लुकी किन काम गर्न आउनु पऱ्यो? अनि हाम्रो काम अहिलेसम्म कुनै पनि विकासको काम अनि लुकी लुकी राति राति गर्ने हो? विकासको काम जनताको लागि काम गरेको भने ताली बजाउनु पऱ्यो, थपडी बजाउनु पऱ्यो। सिन्नु जात्रा हुन हामी त्यसरी गरेर होइन, पूजाआजा गरेर हामी काम गर्ने त्यस्तो शैली छैन, हामीसँग परम्परा छैन, अभ्यास छैन। अनि राति राति काम गर्न आउने न्युरोडको जनता राति राति पढेर गर्नुपर्ने हाम्रो काम चाहिँ नगर प्रहरी 200 जना चाहिँ उभिएर चाहिँ गर्ने हो। सुरक्षाको पहरामा विकास काम गर्ने हो। अनि त्यहाँको वडाध्यक्षले विपक्ष बनाएर काम गर्ने हो। तपाईँको वार्डमा कामै भएको छैन। तपाईँ 24 नम्बर वार्डमा भएको कामलाई तपाईँलाई किन यति धेरै समस्या हो त्यो चाहिँ बुझाउनुहोस् त पहिला। न्युरोडलाई तपाईँ के खण्डीकरण टुक्रा टुक्रा पार्नुहुन्छ? खण्डीकरण वडाले गरेको छ, सरकारले गरेको छ। तपाईँको तर्क गर्नुहोस् न, वडाध्यक्षले गरेको काम 22 वडाको वडाध्यक्षले गरेको काम गलत छ, त्यो च्यालेन्ज भयो ल, स्वीकार्छौँ म। तपाईँ च्यालेन्ज गर्नुहोस् ल, आज यो बैठकमा च्यालेन्ज गर्नुहोस्। 22 वडाले अहिलेसम्म गरेको यो जति पनि गतिविधि छ गैर कानुन सम्बन्धी तपाईँ कानुन रूपमा जानुहोस्, तयार छु। तपाईँले प्रतिपक्ष बनाएर यो सहर बन्दैन। तपाईँलाई के च्यालेन्ज दिने ल? के कुरा के भनिराख्नु भएको छ? मैले न्युरोडलाई माया गर्न नपाउने? म चाहिँ तपाईँ देशलाई माया गर्नु न, किन न्युरोड मात्रै? देशलाई माया गर्नु, तपाईँले सबैलाई माया गर्नु पाउनुहुन्छ। त्यो छुट त तपाईँलाई पनि छ, मलाई पनि छ नि। तपाईँको वार्डमा एउटा ल 24 नम्बर वडाध्यक्षलाई फुटपाथ चाहियो अरे, के गर्ने त अब? प्रमुखज्यू तपाईँलाई सोध्ने? प्रमुखज्यू न्युरोड भनेको इन्डो चोक मात्रै होइन, तपाईँलाई थाहा छ होला यो कुरा। के भनिराख्नु भएको छ तपाईँ? न्युरोड भनेको इन्डो चोक मात्रै हो। कुनै वार्डलाई के चाहियो सबै तपाईँलाई सोध्ने अब? हजुर, कुनै वार्डलाई केही चाहियो, ठेका लाग्यो, ठेका भइसक्यो, तपाईँलाई सोध्ने अब? हेर्नुहोस्, यो संस्था भनेको चाहिँ हामी सबै दाजुभाइ जस्तै हो, यो परिवार हो। तपाईँले चाहिँ अब 22 र 24 यसो 24 वडाध्यक्ष त्यही हुनुहुन्छ, उहाँले चाहिँदैन भन्नुहुन्छ भने रोक्ने काम होइन, त्यो सोध्ने काम तपाईँ हो। म किन सोध्ने? कस्तो कुरा गर्नुहुन्छ? तपाईँको वार्डको तपाईँ मलाई सोध्नु, मैले तपाईँलाई सोधौला, कुरा छलफल गरेर। अर्काको वार्डको तपाईँलाई के चासो? उहाँले सोध्नुहोस् न। विनोद राज भण्डारीजी, तपाईँलाई फुटपाथ त्यहाँ बढाउन चाहियो छैन भन्नु पर्यो। जजलोपा नमस्ते सबैमा। यो सडक पेटी विस्तार सम्बन्धीमा मेरोमा चाहिँ मेरो हकमा 24 वडाको त्यो विशाल बजार अगाडि हकमा साङ्गुरो पेटी भएको मका निवेदन पनि महिला दिदीबहिनीहरूको सब निवेदन आइसकेको र आउने क्रम अझै जारी छ। मलाई समग्र न्युरोडको कुरा गर्नु छैन यहाँ। मेरो 24 वडामा जुन ठाउँमा अहिले हामीले काम सुरु ठाउँमा त्यहाँबाट हो तपाईँहरूको हाम्रो अलिक मिस्टेक भयो होला, धेरै ठुलो दायरामा जानुभयो होला। कमसेकम पनि 2-2.5 फिट जति भइदिए पनि मलाई चाहिँ त्यसमा मन्जुर छ भने मैले त्यसमा गएको हो। उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा, मान्छे हिँड्न गाह्रो भयो, अब के गर्ने? के गर्ने उहाँलाई सोध्नुहोस् न। तपाईँ कसले प्रश्न? उहाँले त अब उहाँले बढाउने भनिसक्नु। 24 वडाको मैले के भनिरहेको छु, यो कुरा जनताको पक्षमा छ कि न्युरोडलाई किन खण्डीकरण गर्ने? हामी न्युरोडलाई किन टुक्रा पार्ने? न्युरोडलाई टुक्रा पारेकै छैन। टुक्रा पारेर बनेको थियो, न्युरोडलाई टुक्रा पारेकै छैन। निर्माण टुक्रा पारेर बनेको थियो। उहाँको वार्डमा उहाँको वडा भवन बन्दैछ, अब त्यो भवन पनि तपाईँलाई सोध्ने, अब भवन बनाउने कि नबनाउने भनेर। तपाईँ विषयान्तर नगर्नुहोस् न। विषयान्तर कुरै छैन। तपाईँ हेर्नुहोस्, तपाईँ विषयान्तर नगर्नुहोस्। हामीले पनि यो समाजको चिन्ता लिएर बसेको चाहिँ 35 वर्ष भयो। यस्तो कुरा हामी पनि बुझ्छौँ, यस्तो भाषा हामी पनि बुझ्छौँ। के भनिराख्नु भएको छ तपाईँ? न्युरोडलाई खण्डीकरण गर्ने त्यस्तो पाइन्छ? न्युरोडलाई कसरी खण्डीकरण भयो? के हो यो? तपाईँ यहाँ वडाध्यक्षको बिचमा के गर्नु खोज्नु भएको? उहाँको प्रश्न मलाई सोध्ने हो? मेरो विषयमा मलाई सोध्नुहोस् न। उहाँको प्रश्नको तपाईँको विषयमा अहिले केही भएकै छैन। 22 नम्बरमा कामै भएको छैन। तपाईँलाई के कुरा हाल्नु तपाईँसँग? 22 मा के काम भएको छ अहिले? तपाईँले टेन्डर चाहिँ 22 को नहालेको हो?
टेन्डर त पुरै त्यसो देशको गर्न- पुरै महानगरपालिकाको टेन्डर लागेको छ त फुटपाथ बढाउने बाटो न्यु रोडको टेन्डर के छ भन्नुहोस् त तपाईँको न्यु रोडको टेन्डर सँगै न्यु रोड बनाउने टेन्डर होइन त्यो न्यु रोडको ओके, टेन्डरमा मैले मेरो प्रश्नको एउटै शब्दमा एन्सर दिनुहोस्। न्यु रोडको टेन्डर जाँदाखेरि जुटो शालिगदेखि न्यु रोड गेटसम्म, जुटो शालिगदेखि धर्मपरसम्म, जुटो शालिगदेखि इन्द्र चोकसम्मको सँगै त्यो न्यु रोडको टेन्डर गएको हो कि होइन? हो अनि तपाईँ अनि के के भन्दैछु? त अनि के त अहिले तपाईँ के भन्दै हुनुहुन्छ? अहिले इन्द्र चोकमाथि बनाउने, इन्द्र चोकमाथि बनाउने त्यस्तो त्यस्तो कुरा गर्ने भने धुलो रहितमा पुरै 8वटा वार्डको गएको होला कता म गर्दिनँ। मेरो विषयमा कुरा विषय यहाँनिर आज एजेन्डा पनि आएको होला कतै फुटपाथको ठेका लगाइसक्यो त्यहाँ बनाउन सम्भव होइन, भएन भने समय- सर्छ परिदियो प्रमुखज्यू समय थोरै छ है। हजुर। त्यो कारणले अहिले विषय उत्थान भएको विषय न्यु रोडमा कुरा गरौँ। न्यु रोडको विषयमा न्यु रोडको सबै टेन्डर लागेको हो जुन जुन जनप्रतिनिधिलाई सहज लाग्छ बढाउनु पर्छ त्यहाँ गर्ने जुन जुनलाई लाग्दैन नगर्ने के भयो त त्यसमा यो पक्का हो। अब पक्का हो अब त्यही त भइरहेको छ अब यहाँ सबै साथीहरूलाई यो स्मरण गरौँ होइन। यो भोलि पनि सम्झिनु पर्ने, भोलि पनि सम्झिन लागेको विषय हुनसक्छ। मेयर साहबले यो बैठकको चेयर गरिराख्नु भएको मेयर साहबले भोलि जाँदा मन लाग्छ त्यहाँ त्यहाँ मात्रै न्यु रोडको अहिले सडक पेटी बढाउने, सडक खुम्च्याउने योजना चाहिँ कार्यान्वयन गर्ने भयो। मेरो हकमा, मेरो भूगोलमा पनि हुन त न्यु रोड यो सहरलाई माया गर्ने सबैको हो। न्यु रोड यो देशको पहिलोपल्ट सडक गुड्नेको मात्र होइन हिँड्नेको पनि हो भनेर पेटी समेत भएको इतिहास बोकिएको सहरीकरणमा त्यो इतिहास बोकिएको चाहिँ सडक भएको कारणले यसलाई चाहिँ म्यानिपुलेट नगरौँ भन्ने चाहिँ हाम्रो माग हो। त्यो भएको कारणले 22 वटाको जनता, 22 वटाको जनप्रतिनिधिहरू एकमना ढङ्गले न्यु रोडमा नचलाउनुहोस्, न्यु रोड नबिगार्नुहोस्, न्यु रोड अतिक्रमण नहोस् भन्ने चाहिँ हाम्रो चाहना हो, हाम्रो माग हो। यदि यहाँले यो गरिमामय बैठकमा न्यु रोड चलाउनु हुन्न भने म थपरी बजार स्वागत गर्न चाहन्छु, यो कुराले सम्मान गर्न चाहन्छु है 22 वटाको जनताको तर्फबाट। तर यो कुरा अस्ति जस्तै फेरि डोडेर चाहिँ भित्रभित्रबाट टेन्डर लगाउने अनि चाहिँ वडाक्षले भनेको छु, जानकारी गराएको छु भन्ने खालको कुरा चाहिँ सुन्नु नपरोस्। दोस्रो कुरा, अब यो कुरा चाहिँ मैले यतिमै टुङ्ग्याएँ, न्यु रोडमा अब सडक पेटी बढाइँदैन, मैले बुझेको त्यति हो। बढाइन्छ किन नबढाउनु मान्छेलाई चाहियो ऐन कानुनले बढाइन्छ दियो भन्नुहुन्छ तपाईँ? सडक विभागको मापदण्डले बढाउ भन्यो भने त बढाउनु पर्यो नि त सडक विभागकै मापदण्डमा भएको हिसाबले काम गर्नु पर्यो। कति मान्छे हिँड्दा कति पेडेस्ट्रियन फुटपाथ चाहिन्छ, कति गाडी हिँड्दा कत्रो कालोपत्र चाहिन्छ त्यो मापदण्ड फलो नगर्ने तपाईँले फलो गर्ने कि नगर्ने यो त थोरै नियम कानुनले माग्यो मान्छेलाई चाहियो हिँड्न गाह्रो भयो गाडी चलाउन गाह्रो भयो जे गर्न गाह्रो भयो त्यो हिसाबले त गर्नु पर्यो नि काम मापदण्ड विपरीत काम गर्ने अब के गर्नुपर्छ के गरिन्छ भन्ने विकास डेभलपमेन्ट स्टोरी सडक ऐनले गर भन्यो भने के गर्नुहुन्छ त यस्तो यस्तो पहिलो कुरा के बुझ्नु पर्यो भन्दाखेरि मान्छे हिँड्नलाई जति फुटपाथ चाहिन्छ मान्छेको गाडी कुदाउनलाई जति बाटो चाहिन्छ त्यो मापदण्ड तपाईँले हामीले शहरी विकास मन्त्रालयले भौतिकवाद सबैले फलो गर्नुपर्छ र सडक विभागले आफ्नै मापदण्ड आफैले बनाएको मापदण्ड न्यु रोडमा फलो गरेको छैन त्यो मापदण्ड विपरीत जाने हो संविधानमा के अरे यो सडक ऐन नै संसदमा फेर्छन् भने हाम्रो कुनै समस्या छैन यसमा चाहिँ मलाई लागेको कुरा के भन्दा विकासहरू सबैको लागि आवश्यक हो तर कुनै पनि अब कसैको लक्षित गरेर भन्न खोजेको होइन तर विकास गर्दाखेरि सम्भाव्यता अध्ययन भन्ने हुन्छ पहिला सुरु सम्भाव्यता अध्ययनले चाहिँ त्यहाँको चाहिँ कति गाडी हिँड्छ कति मान्छे हिँड्छ त्यसलाई कति फराकिलो गर्नुपर्ने त्यसको आवश्यकता हो होइन भन्ने कुरा चाहिँ यो एकदमै सही कुरा गर्नुभयो त्यसो भए यो न्यु रोडमा फुटपाथ कत्रो चाहिन्छ अनि क्यारेजवे कत्रो चाहिन्छ त्यसको लागि सम्भाव्यता अध्ययन गरेर चाहिँ कार्यपालिकामा प्रस्तुत गर्न लाग्छ मलाई लागेको न्यु रोडमा अब आउने गाडीहरू कहाँ कहाँबाट आउँछन् त्यसको चाहिँ होइन दमकल त्यहाँ छ भोलि कुनै पनि होइन घटना घट्दाखेरि त्यसको एक्सिस चाहिँ इजी हुन्छ कि हुँदैन यी सबै कुराहरूलाई अध्ययन गरेर गर्न पायो भए राम्रो हुन्छ भन्ने मेरो चाहिँ व्यक्तिगत भनाइ है यो चाहिँ मेरो सोचाइ मलाई लागेको कुरा मैले यहाँ ठिक छ अध्ययन गरेर फुटपाथ कत्रो चाहिन्छ बाटो कत्रो चाहिन्छ भयो भने त मान्नुहुन्छ नि तपाईँले म एउटा कुरा भनौँ साहब
अहिलेसम्म चिनिकाजी भन्ने मान्छेले मापदण्ड नमानेको नियम कानुन नमानेको कुनै प्रसङ्ग छ नियम कानुन छ अहिलेसम्म भनौँ न म त अहिले आयो त्यही त। म मेयर साहबप्रति अहिले थोरै कुरा राख्नै पर्ने भयो। हाम्रो कार्यकाल 2 वर्ष भयो। अहिलेसम्म हामी अहिले चाहिँ यो नेरेटिभले भन्नुपर्दाखेरि सोसियल मिडियामा हामी झोले भयौँ, म एमाले भएँ, कोही साथीहरू काङ्ग्रेस छ। अहिलेसम्म स्वतन्त्र मेयरलाई राम्रो काममा समर्थन नगरेको या मतदान भएको कुनै विषय छ? 2 वर्ष कुनै विषयमा कुनै एजेन्डामा चाहिँ हामीले मतदान गर्नु परेन। संसदमा मतदान हुन्थ्यो, त्यहाँ बहिष्कार हुन्थ्यो। अहिलेसम्म कुनै चाहिँ कार्यपालिका सदस्यले चाहिँ मेयर साहबको कुरा चित्त बुझेर बहिष्कार गरेको कुनै इतिहास छ? यहाँ कुनै सन्दर्भ छ? हाम्रो यत्रो सम्मान सहकार्य संवाद समन्वयलाई चाहिँ तपाईँले अपमान गर्ने? 22वटामा के हुँदैछ मसँग सोध्नु। अहिले चाहिँ सम्भावित अध्ययन हुँदैछ अरे। यो त नाटक पछिको रिहर्सल भएन। रिहर्सल पहिला गर्नेपछि नाटक मञ्चन गर्ने होइन। ठिक छ। अध्ययन बिना गरिएको चाहिँ योजनाले मैले तपाईँको कुरालाई कसरी बुझौँ त? अब त्यो अध्ययनले फुटपाथ यत्रो चाहिन्छ, बाटो यत्रो चाहिन्छ भने त मान्नुहुन्छ भन्न खोज्नु भएको? कसले भन्ने? यो कुरा कसले भन्ने हो? अध्ययन हुनु पर्यो नि। हो, अध्ययनले दियो भने त के भन्नुहुन्छ? अध्ययनले दियो भने त मान्नुहुन्छ? अध्ययन चाहिँ गरौँ। मैले के अहिलेसम्म मान्दिनँ भनेको छु? ठिक छ। हाम्रो अध्ययन कसले गर्ने? सिटी प्लानिङ कमिसन छ, हाम्रो इन्जिनियरहरू हुनुहुन्छ। होइन, त्यसमा चाहिँ को रहन्छ भन्ने कुरा चाहिँ अब फेरि होला है। यो अध्ययनको पनि विभिन्न प्रसङ्ग हुन्छ। एउटा सन्दर्भ छ, हेर्नुहोस् अहिले यो रहे पनि महानगरपालिकाकै रहला नि त, बाहिरको त रहँदैन। महानगरपालिकाले अध्ययन गर्ला नि त। होइन, यो कुरा मैले भन्न खोजेको कहिलेकाहीँ के हुन्छ भन्दाखेरि आजभोलिको चाहिँ विकासीय शास्त्र उसले के भन्छ? बटम टु टप हो। विकासको योजनाहरू थोपर्नु हुँदैन भन्छ। हामी के गर्दैछौँ? थोपर्न आएको हो नि त, राति राति काम गरेर। ठिक छ। अब यसको अध्ययन चाहिँ एउटा पेस गरेर अध्ययनमा स्टेक होल्डरको चाहिँ सहभागिता हुनुपर्छ। आजभोलिको प्रचलित लोकप्रिय अभ्यास भनेको सहभागितामूलक हो। सहभागितामूलक स्टेक होल्डरले समावेश गरेको हुनु पर्यो। श्रीमान प्रमुखज्यू, कार्यकारिणी प्रमुखज्यू र कार्यपालिका सदस्यज्यूहरू, अब यसलाई धेरै लामो हामीले कुरा गर्दै गर्दाखेरि हामीले टुङ्ग्याउन सक्दैन। हेर्नुहोस्, यहाँ 2जनाको मात्र डोरी खेलेर पनि हुँदैन। वास्तविक रूपमा न्यू रोडमा चाहिँ जुन समस्या भइरहेछ या चाहिँ समाधानको बिन्दु पनि भइरहेछ, दुईटैको चाहिँ प्यारलली गइरहेको अवस्था पनि छ। र हामी यसले गर्दाखेरि हामीलाई एउटा समस्या के भयो त भन्दाखेरि एकातिर हाम्रो एउटा वडा अध्यक्ष उठिरहेको छ भने अर्कोतिर फेरि अर्को वडा अध्यक्षलाई फेरि मुर्दाबादै भनेर चाहिँ नारा पनि लगाइरहेको छ। त्यो चाहिँ राम्रो घटना भइरहेको अवस्था हामीले पाएनौँ। अब फुटपाथ पनि चाहिन्छ, सडक पनि चाहिन्छ। सडक भएको खण्डमा फुटपाथ चाहिन्छ, फुटपाथ भएको खण्डमा सडक चाहिन्छ। र त्यहाँ चाहिँ गाडी पनि गुड्नुपर्छ, मान्छे पनि जानुपर्छ। मान्छेलाई चाहिँ जुन समस्या भइरहेको सबैले बुझिरहेको पनि छ। र न्यू रोड आफैमा एउटा चाहिँ व्यवसायिक केन्द्र भएको कारणले गर्दाखेरि दुईटालाई मध्यनजर गर्नुपर्छ। र पक्कै पनि हामीले पहिला पनि एकचोटि यो छलफल भइसकेको अवस्था थियो भने आज अझ यो निर्माण कार्य गर्दै गर्दाखेरि पनि अब त्यहाँ समस्या आइसकेको भएको कारणले गर्दाखेरि हामी यसलाई धेरै लम्बा नलम्ब्याउँ र हामी मध्येबाटै चाहिँ यसलाई चाहिँ एउटा समिति गठन गरिकन अन्तिम टुङ्गो लाउने गरिकन सबैलाई हुने गरिकन काम गरौँ। यो विषयलाई लामो नगरौँ भन्ने चाहिँ म भन्न चाहन्छु। किनभने यो टुङ्गिनेवाला त छैन। एउटा समिति गठन गरौँ र समितिले दिएको चाहिँ जुन चाहिँ प्रतिवेदन आउँछ त्यो अनुसारको चाहिँ हामी यसलाई चाहिँ अगाडि बढाउँछौँ। जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने कुरामा सोचमा जाउँ। हस्, धन्यवाद। म पनि जुन चाहिँ नि त्यो पेटी फराकिलो सडक चाहिँ नि साँगुरो हुँदाखेरि त्यहाँ वरपरका वराहरूमा कति असर पर्छ त्यो पनि अध्ययन हुनु पर्यो। त्यो चाहिँ नि वरपरका वराहरूले पनि त्यसले कति चाहिँ नि असर पार्छ त्यो पनि बुझ्नुपर्छ गर्नलाई। त्यहाँ जाम भएपछि कहाँसम्म जाम हुन्छ, त्यहाँ गाडीहरू कहाँ पुगिन्छ त्यो पनि अध्ययन हुनुपर्छ जस्तो लाग्छ मलाई। होइन प्रवक्ताज्यू, यो विषयले हतार नगरौँ। हामी 4 दिन 4 रात भयो नसुटिकन न्यू रोडमा पहरेदारी गर्दैछौँ। कहिले राति राति निर्माण सामग्री डोजर बोकेर आउँछ, कहिले